सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो ए टु जेड अर्निङ च्यानलमा। र आज पनि आइसकेको छु एउटा दामी अनलाइन अर्निङ एपको भिडियो लिएर, जहाँ तपाईँहरूले विदाउट इन्भेस्टमेन्ट गेम खेलेर सानो सानो टास्कहरू कम्प्लिट गरेर इन्कम गर्न सक्नुहुन्छ। अब कसरी गर्न सक्नुहुन्छ त्यो चाहिँ मैले भिडियोमा पुरा भन्ने छु, त्यसैले भिडियोलाई स्किप नगरी भिडियोलाई पुरै हेर्नु होला। भिडियोलाई लाइक गर्नुभएको छैन भने भिडियोलाई लाइक गरिदिनु होला, र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। सो आजको अनलाइन अर्निङ एपको नाम रहेको छ हाई फामी, जसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हुनेछ। त्यहाँबाट चाहिँ डाउनलोड गर्नु होला। त्यहाँबाट डाउनलोड गर्नुभयो भने तपाईँले मेरो लिङ्कको थ्रुबाट चाहिँ बोनस पाउनुहुन्छ है त। ल अब चाहिँ त्यसलाई डाउनलोड गरिसकेपछि चाहिँ ओपन गर्नु होला। र तपाईँहरूलाई चाहिँ सुरुमा चाहिँ साइन इन विथ गुगल भन्ने छ होइन, गुगलबाट चाहिँ तपाईँले लगइन हुनु होला है त। अनि लगइन भइसकेपछि चाहिँ अब चाहिँ यो एपमा चाहिँ तपाईँहरूलाई मैले चाहिँ कसरी इन्कम गर्ने भनिदिन्छु। पहिला सुरु चाहिँ यो एपमा चाहिँ तपाईँहरूले टाइम केही दिनु पर्दैन। यसमा बेला बेला आइदिएर त्यही हो कि डाउनलोड गरेर छोडे बराबर हो कि, डाउनलोड गरेर छोडिदियो भने तपाईँले इन्कम हुने बराबर जस्तै हो। अब यसमा इन्कम कसरी गर्ने त, यो छ नि यो हँसिया जस्तो देखेको छ नि, यसरी गरेर क्लेम गर्ने हो क्या। यो तपाईँको सेकेन्ड हुन्छ। जस्तै यो हार्भेस्ट भनेको छ नि, प्रोडक्सन 200, हार्भेस्ट 32 सेकेन्ड, यस्तै सेकेन्ड। सुरुमा चाहिँ तपाईँहरूलाई 5 सेकेन्ड 10 सेकेन्ड हुन्छ, पछि बढ्दै जान्छ कि। अब यो 27 सेकेन्ड 26 25 बढ्दै गयो नि। यसरी आएपछि यहाँ क्लेम गर्ने अप्सन आउँछ, तपाईँले क्लेम गर्ने हो। अनि जस्तै यहाँ देखाएको छ नि $0.05 चाहिँ अपग्रेड लेभल बढाउँदै जाने कि। मसँग अहिले यसलाई बढाउनलाई 800 कोइन चाहिन्छ, मसँग 1.19K रहेछ। यसलाई चाहिँ क्लिक गरिदिउँ, सिम्पली क्लिक गर्ने बित्तिकै 0.32बाट 0.37 भइसक्यो। यसमा चाहिँ डलरमा चाहिँ मस्त इन्कम गर्ने हो। र तपाईँले सिधै केमा निकाल्ने सबै अहिले एकछिनमा म भन्छु होइन। अब चाहिँ यसमा के गर्ने हो भने यही टाइम कुर्ने हो। जस्तै अब 7 6 बढ्दै गयो, टाइम देख्न सक्नुहुन्छ 3 2 1। अब चाहिँ आउँछ फेरि। अब चाहिँ यसलाई फेरि यसरी क्लेम गरिदिउँ। माइनक्राफ्ट इज फुल भनिरहेको छ, फुल भयो भने चाहिँ हुँदैन सायद। अब यसलाई फेरि क्लेम गरिदिउँ, 0.1 पनि आयो, कोइन पनि बढ्यो। अब अपग्रेड लेभल 7 भनेको नि 0.05 को लागि। अब मसँग अहिले 695 कोइन छ, मलाई चाहिँ 1.2K कोइन चाहिँ चाहिँदो रहेछ। तर यो टाइम अनुसार अब त यति टाइममा तपाईँहरू चाहिँ आउनु होला है त। जस्तै अहिले 33 32 31 बढ्दै गएको छ नि। प्रोडक्सन 300 देखाएको छ, त्यहाँ हेर्नु होला। यो यति सेकेन्डमा आयो हुन्छ कि, पछि चाहिँ टाइम बढ्दै जान्छ, 1 मिनट 2 मिनट 10 मिनट गर्दै। त्यसरी हो। तपाईँहरूले चाहिँ अब यसमा चाहिँ यही कोइनहरू कलेक्ट गर्दै तपाईँहरूले यो डलर मजाले हो कि, केही गर्नै परेन। यसमा चाहिँ गेम खेल्न पनि परेन, केही गर्नु परेन। तर एक्स्ट्रा चाहिँ अब तपाईँले गर्न चाहनुहुन्छ भने त्यसको लागि चाहिँ तपाईँले यो रुमहरू हुन्छ नि, यो रुममा क्लिक गरेर अब यहाँ यिनीहरूको यो होम बटन भयो होइन, यसलाई कट गरिदिउँ। अब यो रुमहरू तपाईँहरू जोइन गर्न सक्नुहुन्छ। एकचोटि म चाहिँ साउन्ड घटाइदिउँ है। अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो अलवेज ह्याप्पी एउटा ग्रुप छ नि, यसमा चाहिँ जोइन भयो होइन म। अब चाहिँ यहाँ तपाईँहरूले जोइन गरिनु भयो नगरिनु भयो, तर यहाँ 4 पोइन्ट माथि लेफ्ट साइडमा देख्न सक्नुहुन्छ होइन, अलवेज ह्याप्पीको तल त्यहाँ टाइम अनुसार हुन्छ। त्यो टाइम हुने बित्तिकै तपाईँहरूले चाहिँ मजाले यहाँ चाहिँ अब कोइनहरू पनि पाउनु सक्छ, गिफ्टहरू पनि पाउनु सक्नुहुन्छ कि। यो रुममा बसेर 5 मिनटमा चाहिँ 5 मिनट चाहिँ बस्नै पऱ्यो है। अब यो 4.30 सेकेन्ड देखाएको छ नि माथि लेफ्ट साइडमा देख्न सक्नुहुन्छ। त्यो टाइम सकिसकेपछि चाहिँ तपाईँले क्लेम गर्ने अप्सन पाउनुहुन्छ, त्यो चाहिँ गर्नु होला। यसलाई चाहिँ हामी रुमलाई कल गरिदिउँ। अब रुमबाट पनि तपाईँले रुममा बसेर अरूहरूको पनि पाउनुभयो, नत्र यो हाई फार्ममा क्लिक गरेर अब यो अप्सन आइसक्यो हँसियाको, यसलाई क्लेम गरिदिउँ। 0.39 भइसक्यो। अब 46 सेकेन्ड देखाएको छ नि होइन। अब मसँग 1.01K कोइन भइसक्यो। 1.2K कोइन भइसकेपछि चाहिँ म मजाले यसलाई क्लेम के अरे 0.05 बनाउन सक्छु। एकछिन टाइम हुन दिउँ होइन। अब चाहिँ त्यति बेलासम्म चाहिँ यो डाइस जस्तो देखाएको छ नि, यो डाइस के, यसमा चाहिँ क्लिक गरेर अब यिनीहरूमा आएर गेम खेल्न सक्नुहुन्छ क्या त्यो डाइसले है त। यो डाइसलाई चाहिँ अब यो लोडिङ भइरहेछ, म सिकाउँछु कसरी खेल्ने हो। अब यहाँ यो गो प्रेसन, यो गोमा क्लिक गरेर यसलाई चाहिँ रिजेक्ट हान्नु है। यसलाई गोमा क्लिक गरिदिइराखौँ होइन, लङ प्रेस गरिदिइराखेपछि चाहिँ यो चाहिँ आफै भइरहेको छ। मेरो कोइन चाहिँ भयो। यसरी चाहिँ धेरै कोइन एकैचोटि पनि बनाउन सक्नुभयो। अब भइरहेको छ कि जबसम्म यो डाइस पाइँदैन होइन। मसँग अझै 12वटा रहेछ, अझै भइरहेको छ, यहीँ देख्न सक्नुहुन्छ। ल अब अझै भ्याइ छैन है यो डाइस, जबसम्म यो त्यो हुन्छ। अब यहाँ चाहिँ यो एउटा भालुलाई चाहिँ अब त्यो गर्ने हो, बिच ठ्याक्क गेस गर्ने हो क्या। अब चाहिँ मैले यसमा होला होइन, राइटमा रहेछ। ल छोडिदिउँ, केही भएन। ल यो डाइस चाहिँ अझै भ्याइ छैन, अझै कोइनहरू आइरहेको छ। 15K भइसक्यो कि मजाले। अहिले म तपाईँहरूलाई अपग्रेड गरेर देखाउँछु कि, अझै हुँदैछ, रोकौँ है। यो रोज अब सेन्ड गरिदिनु भयो यिनीहरूलाई होइन। अझै छ यो डाइस घुम्न, र अझै मैले पाएँ। यसलाई चाहिँ ल ब्याक हानिदिउँ होइन, यसरी ब्याक हानिदिउँ र यसलाई कट गरिदिउँ र यता 3 डटमा क्लिक गरेर एक्जिट हानिदिउँ है।
गेम खेल्न चाहिँ पऱ्यो। अब 0.05 थियो, यो हँसियामा नि क्लिक गरिदिउँ एकचोटि होइन, यो पनि भयो। अब यो चाहिँ टाइमर फेरि स्टार्ट भयो 47 46 यो छोडिदिउँ होइन। अब यहाँ देखाएको छ नि 0.05 लेभल अप हान्ने 0.39बाट 0.44 फेरि अपग्रेड हान्न 0.49 अझै अपग्रेड गर्ने कोइन चाहिँ मसँग 0.54 अझै छ है 0.59। अब चाहिँ 20K कोइन चाहिन्छ। अहिले चाहिँ मसँग एड वान प्लेमेट गरिरहेको थिएँ, यसलाई क्लिक गरिदिउँ, यो पनि गिफ्ट। ल ठिक छ, यो चाहिँ छोडिदिउँ। अब चाहिँ मसँग 20K कोइन हुनुपर्ने हुन्छ। प्रोडक्सन टाइम चाहिँ अब मसँग 1 मिनट भयो है, 1 मिनटमा चाहिँ अब यो स्टार्ट हुन्छ। जस्तै अब तपाईँले 1 मिनट यहीँ बसिराख्नु पर्दैन क्या, 1 मिनटपछि आएर टक्क यहाँ हँसिया जस्तो हुन्छ नि, सुरुमै देखाएको थिएँ, त्यहाँ आएर क्लेम गरे भयो अनि फेरि अफलाइन गयो भयो, फेरि 1 मिनटपछि अब जति टाइम देखाउँछ त्यति है। अहिले त 1 मिनट देखाएको छ, पछि 2 मिनट 3 मिनट 5 मिनट 10 मिनट गर्दै 20 मिनट पनि हुनसक्छ। त्यति टाइममा आयो भयो क्या, अन गरिराख्नु परेन, यत्तिकै डाउनलोड गरेर छोडिदियो भयो मस्त होइन। यति गरेपछि चाहिँ तपाईँले मजाले चाहिँ यहाँबाट केही नगरी चाहिँ इन्कम गर्न सक्नुहुन्छ है त। अब चाहिँ अब मसँग देख्न सक्नुभयो अघि 0.35 थियो, अहिले 0.59 भइसक्यो यति सेकेन्डमै, कति मिनटमै भइसक्यो होइन, 5 मिनटमै भइसक्यो। अब चाहिँ यो अपग्रेड लेभल 11 गर्नको लागि चाहिँ मलाई 20K कोइन चाहिन्छ, तर मसँग 4.95K मात्र छ। पछि यो कोइन आएर क्लेम गरी मैले बढाउन सक्छु। र यो डाइस छ नि यो 70 अहिले यो डाइस पनि बढ्दै जान्छ होइन। यसलाई पनि तपाईँले आएर मस्त डाइस खेलेर कोइनहरू टक्क बनाएर आएर मजाले अपग्रेड गर्न सक्नुहुन्छ है त। मजाको गेम छ, केही नगरी धेरै यसमा मिहिनेत पनि लागेन, गेम पनि धेरै खेल्नु परेन। हावा त्यही 1-1 मिनटमा 2-2 मिनट टाइम अनुसारमा आयो भयो क्या यसमा होइन। ल यो छोडिदिउँ। अब यसमा चाहिँ अब कमाएको पैसा कसरी निकाल्ने त्यो सिकाउँछु। यो विथड्रल 0.59 देखाएको छ नि, त्यसमै क्लिक गरिदिउँ होइन। यति गरिसकेपछि अब तपाईँले 1 टाइम ओन्ली पर डिभाइस रे हरेक डिभाइसमा 1 पर टाइम चाहिँ 0.1 पाउनु भयो। पछि चाहिँ रेफरल बनाउनु पर्ने हुन्छ। लेभल अप 10 to 50 त्यो पनि छ। $10 विड्रो गर्नको लागि चाहिँ 50 लेभल अप गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अहिलेसम्म मसँग डलर पनि छैन, 0.1 छ नि यसमा, विड्रो 0.1 गरिदिउँ होइन। र अब यहाँ कार्ड नम्बर तपाईँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ भने बाइनेन्स बनाउनु एकाउन्ट होइन। बाइनेन्स बनाइसकेपछि चाहिँ त्यहाँको USDC भनेको चाहिँ एकाउन्टको एड्रेस ल्याएर मस्त यहाँ पेस्ट गरिदिनु। त्यो गरिसकेपछि कन्फर्म विथड्रलमा क्लिक गरिदिएपछि मजाले सुरुमै 0.1 त विथड्र भइहाल्छ क्या तपाईँहरूको है त। त्यही हो, के गर्नुपर्ने हुन्छ भने बाइनेन्स पहिला एकाउन्ट बनाउने, बाइनेन्समा गइसकेपछि एकाउन्ट बनिसकेपछि चाहिँ त्यहाँ डिपोजिट गर्ने अप्सन हुन्छ। डिपोजिटमा क्लिक गरेर USDC सिलेक्ट गरेर त्यसको चाहिँ एड्रेस चाहिँ कपी गरेर चाहिँ यहाँ छ नि यो एड्रेस कार्ड नम्बरमा आएर पेस्ट गरिदिनु होला। त्यो गरिसकेपछि 0.1 चाहिँ मजाले विथड्र भइहाल्छ है त। ल केही गाह्रो होइन, मस्त तपाईँले निकाल्न सक्नुहुन्छ। र तपाईँले बाइनेन्समा निकालिसकेपछि चाहिँ तपाईँले इसिआमा मजाले ल्याउन सक्नुभयो। नत्र तपाईँको बाइनेन्समा निकाल्नु होला अनि मेरो बाइनेन्समा सेन्ड गरिदिन सक्नुहुन्छ। मेरो बाइनेन्समा सेन्ड गरिसकेपछि चाहिँ म तपाईँको त्योमा विथड्र गरिदिन्छु इसिआमा है त। ल आजको लागि चाहिँ यति नै हुनेछ होइन। अब यो हँसिया जस्तो आइसक्यो, यसलाई क्लेम गर्दै भयो, 0.1 पनि एक्स्ट्रा आयो र यसलाई मैले मजाले यो क्लेम गर्न सकेँ कि अझै अपग्रेड गर्न सकेँ। 0.65 बनाइसकेँ है त, रिच लेभल यो पनि भयो। यसलाई पनि म 0.1 क्लेम गरिदिउँ। ल यति नै हुनेछ। भिडियो के कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। बुझ्नुभएको छैन भने इन्स्टाग्राम कि टेलिग्राममा मेसेज गर्न सक्नुहुन्छ, लिङ्क डिस्क्रिप्सनमा हुनेछ है त। र भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। भेट्नेछौँ अर्को यस्तै अनलाइन लर्निङ एपको भिडियोमा। टिल देन टेक केयर, बाई बाई गाइज।